सबैभन्दा पहिला त म साथीहरूलाई धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। बैठकमा आतिथ्यता गर्ने मौका यहाँले प्रदान गर्नुभयो। झन्डै 6 महिना भयो हाम्रो अधिवेशन सम्पन्न भएको प्रदेशको, जिल्ला र प्रदेशको। हामी अब चाहिँ बल्ल जुरुमरुन खोज्दैछौँ। अहिलेसम्म हामी कार्ययोजना निर्माणकै क्रममा छौँ। पार्टीले हाम्रो कार्यकाल चाहिँ 2 वर्ष भनेको छ, अझै जिल्लाको त 1 वर्ष भनेको छ। पार्टीको जनसङ्गठनले जिल्लाको चाहिँ 1 वर्ष, प्रदेशको 1.5 वर्ष र केन्द्रको चाहिँ 2 वर्षमा सम्पन्न गर्ने भनेको छ। तर हामीले पार्टीलाई चाहिँ यो युवा सङ्घ र अखिल जस्तो होइन, प्रेसरदारी अलि फरक हो। हाम्रो कार्यकाल चाहिँ 3 वर्ष नै हुनुपर्छ भनेर हामीले जनसङ्गठन समन्वय समितिमा भनेका छौँ। त्यही हुन्छ भन्ने हामी विश्वस्त छौँ र आउने विधान महाधिवेशनबाट त्यो पारित पनि हुन्छ। तर यदि 1 वर्ष भयो भने सम्झनुहोस्, तपाईँको 6 महिनाको अवधि सकियो। बर्खा, दसैँ, तिहार गर्दाखेरि तपाईँसँग अर्को 2-3 महिना मात्रै समय बाँकी रहन्छ। त्यति बेला जिल्लाको अध्यक्ष साथीहरूले के गर्नुहुन्छ, म चाहिँ आज अलिकति चकित परेको छु। कार्ययोजनामा हामीले यो काम गऱ्यौँ, यो बिचमा तपाईँले भन्नुहुन्छ त्यो लिएर आउनुहुन्छ होला जिल्लाको अध्यक्ष साथीहरूले भन्ने चाहिँ मलाई चाहिँ लागेको थियो। अनि हाम्रो यो योजना पनि छ, सुनाउनु छ कमसेकम अध्यक्ष र महासचिव प्रदेशको इन्चार्जका अगाडि भन्ने पनि लागेको थियो। पार्टीको प्रचार विभागको प्रमुख पनि हुनुहुन्छ। प्रचार विभागसँग चाहिँ हाम्रो यो अपेक्षा छ है, पार्टीले यसो गरिदिनुपर्छ हामीलाई, यो प्रदेशमा पनि भन्नुहुन्छ होला अध्यक्षहरूले भन्ने पनि लागेको थियो। तर खै साथीहरूबाट यो कुरा आएन। आगामी दिनमा यस्ता कुराहरू चाहिँ आउनुपर्छ। र अर्को कुरा चाहिँ मलाई एउटा रमाइलो पनि लाग्यो, जिल्ला अध्यक्षहरू चाहिँ पदेन सदस्य हो प्रदेश समितिको, अतिथि होइन यो बैठकको। केन्द्रीय सदस्यहरू चाहिँ अतिथि हो, पूर्व केन्द्रीय सदस्यहरू पनि अतिथि हो। जिल्ला अध्यक्षहरू चाहिँ पदेन सदस्य हो, उहाँहरू चाहिँ यहाँ अतिथि होइन, पदेन हो, यो समितिको सदस्य हो उहाँहरू। किन पदेन भनेको, उहाँहरू अनिवार्य भएका कारणले गर्दाखेरि उहाँहरू बैठकमा पनि अनिवार्य उपस्थित हुनुपर्छ। यो प्रदेश समितिको खम्बा भनेको जिल्लाको अध्यक्षहरू, उहाँले काम गर्नुपर्छ। यो कुरामा चाहिँ आगामी दिनमा प्रदेश समितिले ध्यान दियोस्। म एउटा कुरा यो अनुरोध गर्न चाहन्छु। अर्को कुरा, तनहुँको अध्यक्षज्यूले एउटा प्रश्न उठाउनु भएको छ, गम्भीर प्रश्न छ। विगतमा के भयो त्यतातिर आउन जाउँ, तपाईँहरूले माइन्ड आउट गरेर पठाउनुहोस्, पदाधिकारी बस्नुहोस् अथवा पूर्ण कमिटी बस्नुहोस्, तर तपाईँले पठाएको कुरा हुबहु लागु हुन्छ। त्यसमा चाहिँ हामी दायाँ गर्दैनौँ। साउन्डबाट अब खास गरेर चाहिँ सरकारी सञ्चार माध्यममा साथीले यो भिडियो बाहिर नहाल्नु होला है, खिच्नुहोस् केही छैन, तर बाहिर नहाल्नु होला। साउन्डबाट अब चाहिँ सरकारी सञ्चार माध्यममा नियुक्तिको प्रक्रिया सुरु हुन्छ। त्यसमा चाहिँ हामीले गर्नुपर्ने काम हामी गर्छौँ। तपाईँहरूले संस्थागत रूपमा निर्णय गर्नुहोस्। सबै जिल्लाको या प्रदेशको महासचिव अध्यक्षलाई तपाईँहरूले दिनुहोस्। प्रदेश समितिले पठाएको कुरालाई हामी गर्छौँ। र 2-3वटा कुरा छन्, खास गरेर प्रेस चौतारी नेपालले चाहिँ, मैले यो अध्यक्षज्यूहरूको मुखबाट पनि सुन्न खोजेको थिएँ। प्रेस चौतारी नेपालले यो वर्षलाई प्रशिक्षण वर्ष भनेको छ। यो प्रशिक्षण वर्ष हामीले किन भनेको छौँ भन्ने पनि हामीले बुझाउनु पर्नेछ। प्रशिक्षण वर्षले चाहिँ धेरै जस्तो प्रदेशमा चाहिँ साथीहरूको माझमा उत्साह थपेको मैले पाएको छु। गण्डकीमा चाहिँ मैले त्यो पाइनँ। साथीहरूले त्यो छुटाउनु भयो कि, साथीहरूको उत्साह नभयो कि, अथवा यसमा काम गर्न बाँकी हो। हामीले गएको वैशाखको 12 गते पार्टीका श्रद्धेय महासचिवज्यूलाई राखेर यसको प्रशिक्षण वर्षको चाहिँ हामीले शुभारम्भ गरेका थियौँ। पार्टीका श्रद्धेय अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीज्यूले हाम्रो प्रशिक्षण वर्षको लोगो पनि सार्वजनिक गर्नुभयो। हामी यो वर्षलाई चाहिँ प्रेस चौतारी नेपालले चाहिँ प्रशिक्षण वर्षका रूपमा हामी सञ्चालन, यो वर्षभरि नै प्रशिक्षण वर्षका रूपमा हामी मनाउन खोज्दैछौँ।